सोचे जस्तो हुन्न जीवन। कहिलेकाहीँ हामीले बुनेका सपनाहरू आधी तुफान र हावाले उडाएर लगिदिन्छ अनि मनले चुपचाप स्वीकार्नुपर्ने बाध्यता हुन्छ। चाहेका बाटाहरू सधैँ खुल्दैनन् र हिँडेका बाटा पनि कतै मोडेर बिचमै हराइन्छन्। अधुरोपनभित्र जीवनको गहिरो अर्थ लुकेको हुन्छ। हिजोका चाहनाहरू आज सम्झनामा सीमित हुन्छन् र आजका सङ्घर्षहरू भोलिका अनुभव बन्न सक्छन्। कहिले हाँसोमा आँसु मिसिन्छ, कहिले आँसुभित्र सान्त्वना भेटिन्छ। समयले सिकाउँछ सबै कुरा हाम्रो हातमा हुँदैन, तर सहन सक्ने शक्ति भने हाम्रो भित्र हुन्छ। जीवन भनेको पूर्णताको कथा होइन, अधुरो सपनाको यात्रा हो। यसलाई महसुस गरेर बाँच्न सिकेपछि मात्र साँचो खुसीको अर्थ बुझिन्छ।